घुमाउनु पनि बाटो कहाँ वहाँ कुना पुग्नुपर्छ यार। यात्रा हाम्रो यो धामको यात्रा हो। बाटो चाहिँ यता त राम्रै यस छेउतिर यसो यताउता भ्यू देखाइदिनु होइन। क्यामराम्यान तपाईँ हो। ल गाइस हामी चाहिँ धापजाम जाने बाटो आइदियो होइन। अब यहाँबाट भनेको छ 8 किलोमिटर भनेको चाहिँ छोटो बाटो रहेछ होइन। अब छोटो बाटो एकदम खतम छ जस्तो लाग्यो हेर्दाखेरि यस्तो चाहिँ। अनि हामी चाहिँ यहाँ भइहाल्यो है। बाटो त अब अफर छ, गाह्रो होला जस्तो गाइस। बाटो चाहिँ एकदम खतम छ है। बाटो एकदम खतम छ। धापजाम जाने बेला चाहिँ यस्तो चारपुरा आउनु होला। बाटो एकदम नाजुक अवस्थामा छ तर यतिकै ठिकै हो। यतिकै ठिकै हो गाइस। यतिकै रहेछ भने सजिलो पुगिन्छ। तर लास जङ्गल रहेछ यार। दाइ केही त आउँदैन नि अगाडि अगाडि नि थिएन है। ठाउँ ठाउँमा सुनेको थियो। अब धापजाममा यसो सुने होइन। ओहो पहाड छ त है। पहाड छ त गाइस। यहाँ त पहाड गाइस। पछाडि बस्नेको हालत चाहिँ के होइन, मेरो अगाडि बस्नेको हालत के भयो होला तपाईँहरू बुझ्नु सक्नुहुन्छ। अब यस्तो बाटोमा के हुन्छ भनेर। यसो के बोल्नु न यार। गाइस अलिकति उज्यालो आयो होइन, मन खुसी भयो। हाम्रो यस्तो जङ्गल चाहिँ छैन यार छन चाहिँ गाइस। यतिको भयो भने चाहिँ गाइस अलिकति रफ्तार बढाउँ है, किनकि हामी फर्किनु पनि पर्ने हुन्छ। राम्रै छ त यार। योभन्दा राम्रो के छ त नि। राम्रै छ त बाटो। अझ हिजो पानी परेर यो बाटो बिग्रियो होला नि। लिक त त्यही हो। अब लिक बाहेक अरू माथि गाउँ मेरो हात दुखेको अवस्था है। मैले सोचे जस्तो सोचे भन्दा त राम्रै लिनु हो यार। तपाईँ पनि सिक्नु जस्तो लागेन हो। मलाई तैँले सिक्नु बनाएर सोचेको थिएँ अहिलेको अङ्क जस्तै क्या फेरि। ल गाइस हामी चाहिँ एकछिन यहाँ बसेछौँ है। एकछिन लास्ट हात दुखेर यस्तो रातो भइरहेको छ एकदम धेरै। बाटो एकदम अलि तर ठिकै छ बाटो। त्यस्तो नराम्रो पनि भन्ने मिल्दैन। अनि त्यस्तै हो। अब हजुरहरूलाई कस्तो लाग्छ भ्लग होइन। हजुरहरूलाई यदि राम्रो लाग्छ भने म भ्लग लगभग दिनदिनै हाल्ने कोसिस गर्छु। अहिले चाहिँ हामी यो धापजामको लगभग आधी त के भन्नु, आधी भएको छैन होला सायद। अनि अब यहाँ यसो एउटा फोटोसोटो खिच्ने कुरो हुन्छ होइन। यताबाट चाहिँ एयरपोर्ट साइड पुरा देख्छ है। एयरपोर्ट साइड उहाँ छ। हामी उतैबाट आएको, एयरपोर्टबाट आएको। उताबाट आएको हामी चाहिँ। मौसम चाहिँ एकदम अलि नराम्रो छ। उता पानी परिरहेछ। हामी त्यो पानी पर्नुभन्दा अगाडि पुग्नुपर्ने हुन्छ।
पानी परिरहेको छ उतातिर चाहिँ। अनि अब यसो एक दुईवटा फोटो खिचेर हामी चाहिँ लागिन्छ माथितिर। र गाइस हामी चाहिँ यसो एक दुईवटा फोटो खिचेर हामी चाहिँ हिँडिसकेका छौँ है। अब यो बाटो चाहिँ एकदम जङ्गल रहेछ। बेलुका आउँदा चाहिँ अलिकति रिक्सी हुनसक्छ। त्यसमा तल आएर क्यामरा आउनु दिँदैन होला सायद, जस्तो लाग्छ। अनि बाटो यही हो, अब ठाउँमा हल्का हल्का रातो बाटो छ। मेरो हात दुखेर चाहिँ लास्ट गाह्रो भइरहेको पन्जा लागेन मैले। कहाँ काली जोडी अन्त ओर्लेर भयो नि लहाट दिनु। एउटा बाइक आएको देखिनु त म त के हो यार बाटो त भाइ के भने के हो यार, बाटो त यता पनि सुन्छ उता पनि सुन्छ झारले यार। कस्तो तातो गयो यार, त्यतिखेर बाघ निस्क्यो के हालत हुन्छ यार। गाउँमा भएको यो बाटो कस्तो यार कुरो गर्दै थिएँ निस्किँदै राखेँ। ओहो गाई पानी छिटो हाल्न थाल्यो है। पानी नपर्नु छन त एउटा ऱ्याङको ट्यु छ। कहाँ हो कहाँ त्यो दाइले झन् नजिक हुन्छ भन्थ्यो। 15 किलोमिटर यहाँको देखाएको केही छैन गाइज। अब जस्तो भयो भने हामीलाई फेरि स्पिड बढाएर चाहिँ हामी जानुपर्ने हुन्छ है। ल गाइज हामी चाहिँ ढापड्याम आइपुगिसकेको छौँ है। अब यो कता पऱ्यो थाहा भएन जाने, उतातिर पनि छ होला सायद बाटो चाहिँ। ढापड्याम भने यही रहेछ, खोइ कोही छैन मान्छेहरू, एकजना नि। आज मौसम बिग्रेर हुनसक्छ, किनकि अघि यहाँ एकदम हुस्सो लागेको थियो बाटो बिर्सेर हामी उता कहाँ पुगेर यताबाट। तर हामी त्यहीँ गएनौँ, त हामी चाहिँ तल जाँदैछौँ बिस्तारै बिस्तारै। जाने हो नि के हो र। गाइज लास्ट गाह्रो भएको छ, लास्ट हात दुखेर बाटो एकदम खत्तम छ है। आउने बेला चाहिँ एकदम होस पुरा आउनु पर्ने हुन्छ। के हो दाइ? ओ माई गड के हो ल गाइज, यही हो है ढापड्याम गाइज। उहाँ छ नि, उहाँबाट आइसी चाहिँ खाजा खाने ठाउँहरू त्यता होला। अनि त्यताबाट उतातिरको भ्यू पनि देख्छ होला सायद। ल यही रहेछ है ढापड्याम भनेको चाहिँ। त्यहाँबाट उता पुगे हो कि उता हरिडोडम कि यहाँनिर हो हामी पुगे। त्यही त यहाँ त होइन, यसकै उतापट्टि हो। उता हरियो भएतिर पुगे हो, त्यो खोल्छ तरे जस्तो लागेछ मलाई। होइन नि यो अझ उता लामो पनि छ क्या। यही है त ढापड्याम पारा। तर हामी उल्टोपट्टि आयो हुन त, त्यहाँबाट जान्दैन नि त होइन, त्यहाँ जानु नदिने रहेछ। त्यहाँ चाहिँ त्यो पुलिसको रोक्ने अब के भन्छ त्यो रहेछ। त्यो खोल्नुलाई फेरि अब होइन कोही पनि छैन नसुधिकन के त्यस्तो खोल्नु भनेर। मेरो साउन्ड चाहिँ अलिक कस्तो आएर होला, रुगा खोकी लागिरहेको छ। पानीमा एकदम भिजेको छ। अनि दाइ कस्तो भइरहेको तपाईँलाई चाहिँ? म कौवा भइरहेको छु, यत्रो हिँड्यो होइन, पछाडि बसेर अब बाइक चलाउने हात चाहिँ यस्तो छ। दुखी हुन्छ पछाडि बस्ने भने चाहिँ। अब म सिनेमेटिक बनाउँ लगाइछ। अब फोटोसोटो खिच्ने सबै खिचिसक्यो हामीले। अब हामी चाहिँ लाग्नेछौँ। अब टाइम लाग्छ अझै, बाटो त खत्तमै छ। हुस्सो लाएर बेला बेला देख्ने भइरहेछ, बेला बेला नदेख्ने भइरहेछ। अहिले फेरि हुस्सो हटेको छ। अब पछि हुस्सो लागेको थियो फेरि हामी आइसक्यो नि। अनि अब लागिन्छ हामी यसो खाजाहरू खाएर। ए हो ल ढापड्याम। ल गाइस हामी चाहिँ अब खाजा खान लाग्यो है। अब खाजा त्यस्तो धेरै केही छैन, तलतिर अलिक चाँडै पुग्यो भने चाहिँ हामी
तलतिर गएर यसो हान्नुपर्छ मिठो। अनि अब खाजा खाने हामी चाहिँ चुक्को है यहाँ निम्ति खोलाउँ है। फेरि बाधा लागिसकेको छ त यता त अनि पानी पर्ने बाधा लाग्ने त नि भइरहने रहेछ। लेख हो नि त अलिक त्यही मौसम चेन्ज भइरहने रहेछ जस ला अलिक कमै टाइममा हुने रहेछ। अब मान्छेहरू धेरै हुने हुन त हामी यतापट्टि आएर नि होला उतापट्टि थियो होला केही छैन। अब हामी चाहिँ अब ढिला भइसकेको छ हामीलाई तर हामी खाएर खाजा परेको लगाइछ। हामी चाहिँ अब खाएर खान्छौँ अनि त यस्तो पोहोर भएको यो। अनि है हामी बस्यो भने त सायद फोहोर गर्थ्यो होला। यस्तो फोहोर चाहिँ कोही पनि छैन। यस्तो पर्छ उता चिसो पानी रहेछ 3 किलोमिटर रहेछ। अनि लगाइछ हामी चाहिँ तल गएर भेट्छौँ है त एकैचोटि अब हाइवे पुगेर भेट्छौँ। अब हामी यहाँबाट चाहिँ सिन्धुपाल्चोक जाने भोटे के भन्थ्यो चिया बगान भोटे चौक चिया बगान भोटे चौर निस्केर जसिङ पावर हुँदै फिक्स थियो त्यहाँबाट जान्छ किनकि त्यहाँबाट बाटो अलि हाइवे राम्रो छ। अब त्यही बाटो त अहिले आएकै बाटो त फर्किन गाह्रो छ। गाइस हामी चाहिँ खोइ यो ठाउँको नाम चाहिँ थाहा भएन होइन तर एकदम बाटो चाहिँ एकदम खत्तम रहेछ भिडियो बनाउनु पाएनौँ। अब यहाँबाट हामी मेन रोड निस्किन्छ अरे तल पिच भएको ठाउँमा। अब एकपछि त्यहाँ गएर चाहिँ हामी भिडियो बनाउने कोसिस गर्छौँ है। बाटो चाहिँ अब खोइ यहाँ त राम्रो देखाएको छ यता त खत्तम छ बाटो मास्तिर पनि बाटो त खत्तमै थियो भिडियो बनाउनु पाएन। अब हामी एकैचोटि तल पिचमा निस्केपछि भेट्छौँ है त। खोइ ए भाइ सिक्किममा थियो क्या बाटो थियो लगाइछ। हामी चाहिँ यो कहाँ आइपुग्यो भन्ने चाहिँ ठ्याक्कै थाहा भएन होइन जहाँसम्म लाग्छ अब यहाँबाट हामी यता गयो भने जसमिन पावर निस्किन्छौँ होला होइन। त्यहाँ बाटो चाहिँ एकदम खत्तम रहेछ यहाँनिर एक ठाउँमा चाहिँ अरू ठाउँमा राम्रो रहेछ। अनि जुत्ता हाल्दा त्यस्तो छ एकदम यहाँनिर हिलो हिलो भएर चाहिँ अलिकति गाह्रो पऱ्यो है। अब के छैन अब यहाँबाट जसमिन पावर निस्किँदै हामी के भन्छ थली साँको थली हुँदै काठमाडौँ पुग्नेछौँ। अब त्यही 1-1.5 घन्टामा हामी लगभग पुग्छौँ होला। त्यहाँनिर चाहिँ अलिक बाटो बिग्रिरहेको रहेछ पहिरो गएको रहेछ। अनि अब हामी लाग्नेछौँ है हामी तलतिर जसमिन पावरको डाँडातिर गएर भेटौँला।